अस्ट्रेलियामा पिआर पाइसकेपछि एकदम मोज छ भनेर एउटा भाइले भनिसकेपछि मलाई एकदम हाँस्न मन लाग्यो। अनि मुस्कुराउँदै भने भाइ हो नि मोज छ नि, बिहानै झिसमिसेमा उठेर काममा जानुपर्छ अनि अन्धेरी रातमा कामबाट फर्किनुपर्छ। अनि भाइ बरु स्टुडेन्ट भिसामा जिम्मेवारी आधा थिए, पिआर पाइसकेपछि जिम्मेवारी अझ बढी थपिन्छ। अनि काम उही हो, पिआर पाए पनि काम गर्नै पर्छ। जिन्दगीमा तनावहरू थपिन्छन्, जिम्मेवारी थपिन्छन्, केही मोज छैन भाइ। झन् जिम्मेवारीले काँध गरुङ्गो हुन्छ अनि मान्छेहरूको एक्सपेक्टेसन पनि धेरै हुन्छ, आफ्नो एक्सपेक्टेसन पनि धेरै हुन्छ र जिन्दगी पहिले जस्तो कहिल्यै रहँदैन भाइ। लाग्छ मलाई पिआर पाए त केही चाहिँदैन, सर्वस्व मेरो लागि यही नै हो। मलाई पनि त्यही लाग्थ्यो। मैले पनि त्यही सोचे हो, नसोचेको होइन। तर जब पाइसकेपछि थाहा हुन्छ के हो त यो, के दिन्छ त यसले।